यो हो मेरो कोठा। मेरो घर आमा बस्नुहुन्छ यहाँ। यो चाहिँ कोलिया भयो फेरि। यहाँ चाहिँ अब यहाँ पनि कोठा खाली गरेर चाहिँ अर्को कोठा बस्नको लागि बनाउन लाग्छन्। यो चाहिँ टोयलेट। यो चाहिँ हाम्रो चाहिँ पछाडिको भ्यू। यहाँबाट चाहिँ यसरी चाहिँ देखिन्छ पछाडिहरू। ग्रेनाइटहरू चाहिँ यहाँ काटेर राखिएको छ। यहाँ भयो यसरी चाहिँ हाम्रो यहाँ भाँडाको ग्रेनाइटहरू राख्नु छ। अस्ति हाम्रो यो मार्बल थियो, त्यो मार्बल चाहिँ यो उसमा टेबल बनाउन गरे। यो चाहिँ नयाँ ग्रेनाइट अस्ति भर्खर किनेको। अस्ति हो नि, हिजो अस्ति भरे अब माथि चाहिँ बनाउला थिएँ। अनि अहिले चाहिँ ठ्याक्कै त्यो अस्ति अब हिजो डिजाइन मन परेको थिएन, त्यही भएर अहिले चाहिँ स्किप गरेर डिजाइन गर्दैछौँ। यो चाहिँ ग्रेनाइटहरू। ग्रेनाइट बनाउने हुनुहुन्छ। ओके, यो चाहिँ तल्लो कोठाको टोयलेट। यहाँ चाहिँ दुईवटा धाराहरू भयो। टोयलेट, यो कुवा हो। अहिले चाहिँ यहाँको प्लास्टर गर्नु पर्ने बाँकी छ। यहाँसम्म चाहिँ भ्या छ। अनि यहाँ कोठाहरूको यो फ्लोरहरू सबै प्लास्टर गर्छ। अनि एउटा यो टोयलेटको पनि, यो टोयलेटको बाहिरपट्टिको भित्रपट्टिको यतापट्टिको साइड भएको छैन। एक साइड भएको छैन। अनि यहाँको अस्ति भर्खरै माघको पुसको लास्टतिर चाहिँ यहाँ प्लास्टर गरी भ्याइयो। अनि त्यो दिनमै अनि यहाँको सटिङहरू, यहाँ माथिको सटिङहरू खोल्न लगायौँ। अनि यहाँ यो कोठाहरूको पनि प्लास्टर सबै सिधिसकेछ गरेर। यो पोखरी ढुङ्गाहरू, यो अलियमन यहाँ ठ्याक्कै चाहिँ यहाँ छतमा थियो उसको भकाइ चाहिँ यस्तो छ। हामी देखाउन मिल्दैन कि यसो भनौँ अहिले। एउटा सेतो कालो मात्र छ यसको उहरू रङहरू, कलर चोइसहरू यहाँ छ। र यो भयो कोठा, हल कोठा। यो चाहिँ अर्को सेपरेट कोठा। यहाँ अर्को माथिल्लो साइडको झ्याल ब्याक साइडको। यहाँ पनि पछि बनाउँदैछ। यहाँ अहिले बनाए भइ छैन। यो चाहिँ अब टपको भनौँ। अनि यहाँ चाहिँ हामीले खाटसाटहरू चाहिँ किन्नु भन्दा नि चाहिँ मिस्त्री ल्याएर बनाउनु दिएको थियौँ। यहाँ चाहिँ एउटा खाट भइसकेको छ, तयार भइसकेको छ अट्याच गर्नेवाला। त्यहाँ चाहिँ 3टा खाट छ, एउटा दुईटा 3टा। अनि यो माथिल्लोपट्टि हामीले यहाँ चाहिँ यो भर्याङ लगायौँ यस्तो खालको। अहिले यहाँ चाहिँ हाम्रो अहिले भान्सा चाहिँ हामीले यहाँ सारेछौँ। त्यहाँ अलिक फोहोर हुन्छ भन्ने कारण चाहिँ
यता सार्दै उता सार्दै गरेँ छौँ। अनि त्यो आमाको कोठाको सामानहरू चाहिँ हामीले छतमाथि फिजाएको छौँ एकछिनको लागि। अब यो कतिसम्म हुन्छ भइसकेपछि फेरि त्यसलाई सार्ने हो। यो चाहिँ भर्याङ यस्तो छ भर्याङहरू। उतापट्टि आसामहरूको घर यति हो यसमा हाम्रो चाहिँ। लर बिट छ अहिले। उयोमा चाहिँ हामीले के अरे त्यो हाल्न बाँकी छ। यसमा के भन्छ त्यो प्राइमर र यो कलर चाहिँ अस्ति ल्याएको थियौँ हामी आफूले। म आफूले गर्छु भनेर गर्छु भन्दा म एकछिन बिरामी भइदिएँ बिचमा गरेको छैन। हेर्नेमा चाहिँ अहिले टाइल बनाउनु आएको। यो प्याटर्नमा चाहिँ बनाउने भन्थ्यो अनि ठ्याक्कै पछि अनि त्यो प्याटर्न मन नपाएको कारणले चाहिँ अनि मैले अहिले चाहिँ रोक्नु। अनि डिजाइन चाहिँ तपाईँ पठाउनु अनि पठाउनु मन पऱ्यो चाहिँ अनि अरू छानेर म हजुरलाई भन्छु भनेर चाहिँ अनि अहिले चाहिँ स्किप गरेर चाहिँ त्यो डिजाइन चाहिँ पठाउँछु भन्ने खाएर अब अहिलेसम्म पठाएन। पछि बेलुका म फेरि पठाइमाग्छु। बेलुका पठाइमागिसकेपछि भन्छ अनि त्यतिखेर चाहिँ अनि म पठाइसकेपछि भोलिबाट फेरि सुरु हुन्छ। यो चाहिँ हाम्रो अगाडिको यो भयो के अहिले सबै सामान छलाङ बिल्डिङ छ। यहाँ यो ठाउँै नभएर तल सबै अस्ति त्यो गर्ने भनेर चाहिँ यहाँ स्टोन ढुङ्गा हाल्नुपर्छ गर्नुपर्छ भनेर चाहिँ यहाँ गरेको सामान ब्लक ब्रिज छ। एक्सिटोड गएर यो चाहिँ भर्याङहरू भयो। यो चाहिँ भर्याङको यता भेन्टिलेसन भनौँ न। खोला लास्टै पर्छ। यो भर्याङहरूको चाहिँ अब भर्याङहरूको यो हाम्रो अलिक ग्रेनाइट चाहिँ हामीले त्यो कोल्याहरूमा चाहिँ लगाउने भनेर काटिरहेको छौँ। यो चाहिँ अब हाम्रो टोइलेट भएको के अरे अहिले हामीले चाहिँ तत्कालको लागि चाहिँ झ्याल ढुङ्गा नभएको कारण चाहिँ यो कपडाले चाहिँ हामीले ढाक्ने गर्दैछौँ। अनि सिटी बजाउने गर्दैछौँ। कोही आयो भने चाहिँ अनि मान्छेले चाहिँ अवेर होस् भनेर। यहाँ चाहिँ हामीले यो ढोकाको ठाउँमा चाहिँ हामीले पलाइ खाटलाई बनाउने पलाइ युज गर्छौँ। यता अगाडि चाहिँ पर्दा मात्रै छ के अरे। यो चाहिँ मेरो कोठा भएको अहिले एकछिनको लागि छलाङ बिलिङ के छ हाम्रो छोटा। मैले अहिले यो रिपोर्ट भोलि रिपोर्ट बुझाउनु छ। रिपोर्टहरू गर्दै थिएँ। डे 5 सम्म आएको छु। 21 डेको बनाउनु पर्ने हुन्छ। ड्रइङहरू पनि बनाएको छैन। यो बिस्तारै मैले खासै मिलाएन अहिले।